हे गाइस, वेलकम टु आदिटिज युट्युब च्यानल। आज हामी चाहिँ काल सिक्न गइरहेका छौँ र सुरुमा भन्नुपर्दा काल चाहिँ तीन प्रकारका हुन्छ। यो तपाईहरुलाई थाहा नै होला। वर्तमान काल एउटा, अनि भूतकाल एउटा, भविष्यकाल। वर्तमान काल भनेको चाहिँ अहिलेको समय, भूतकाल भनेको चाहिँ बितेको समय, भविष्यकाल भनेको चाहिँ आउने समय। अनि यो कुराहरु पनि तपाईहरुले थाहा नै हुनुपर्ने हो। वर्तमान काल 3 टाइप्सको हुन्छ, भूतकाल 5 टाइप्सको हुन्छ, अनि भविष्यकाल 3 टाइप्सको हुन्छ। र यो चाहिँ सामान्य, अपूर्ण, पूर्ण चाहिँ तीनटैमा हुन्छ हैन। सामान्य, अपूर्ण र पूर्ण। अनि यो भूतकालमा चाहिँ दुईटा एक्स्ट्रा हुन्छ। त्यसको बारेमा नि पढ्नुपर्ने हुन्छ हामीलाई। यो क्रियापदको, नेपाली क्रियापदको सामान्य कालका रूपहरु ल्याएको छु। यो चाहिँ धेरै नै इम्पोर्टेन्ट हो। यो तपाईहरुलाई आउँदै नै होला। यो जस्तै सामान्य वर्तमान कालमा धेरै गरेर छ लाग्छ हैन। अनि यो यसमा चाहिँ यो थियो यस्तो टाइपको लाग्छ यो सामान्य भूतमा। अनि सामान्य भविष्यमा ने छु ने छ यस्तो टाइपको लाग्छ क्या। अनि जस्तै ममा चाहिँ छु लाग्छ, यो हामीमा छौ लाग्छ। यो चाहिँ बेसिक कुराहरु तपाईहरुले याद नै हुनुपर्ने हो। जान्छु लाग्छ ममा, हामीमा जान्छौ लाग्छ, जान्छस् लाग्छ। यो त तपाईहरुले यादै हुनुपर्ने हो। मेन चाहिँ के याद राख्नुस् भन्देखि हैन, सामान्य वर्तमान कालमा छ लाग्छ हैन, वर्तमान कालैमा छ लाग्छ। अनि यसमा भूतकालमा चाहिँ यो अनि थियो लाग्ने गर्छ हैन। अनि सामान्य भविष्यकालमा चाहिँ ने छ ने छु यस्तो टाइपको लाग्ने गर्छ। यति याद गरे पुग्यो क्या। अनि तपाईहरु आफै बनाउन सक्नुहुन्छ। जस्तै तपाईमा जानुहुन्छ लाग्छ हैन, जानुभयो लाग्छ, जानुहुन्छ यस्तो टाइपको क्या। आफै बुझ्न सक्नुहुन्छ। खाली यति याद राख्नुस्। कालका सामान्य रूप याद गरिसकेपछि तपाईहरुलाई धेरै नै सजिलो हुन्छ। जस्तै अपूर्णमा नि, अपूर्णमा दै लाग्ने गर्छ हैन। दै पछि सामान्य रूपहरु लाग्ने गर्छ। जस्तै दै छ, दै छु यस्तो टाइपको क्या। अनि पूर्णमा नि एको, एका, एकी लाग्ने गर्छ। तीनटा मध्ये एउटा। जस्तै एक वचनमा यो एको लाग्ने गर्छ, बहुवचनमा एका लाग्ने गर्छ, अनि स्त्रीलिङ्गमा चाहिँ एकी लाग्ने गर्छ, अनि सामान्यको रूप लाग्ने गर्छ। यति याद राखे पुग्यो हामीलाई। त्यति गरिसकेपछि हाम्रो दुईवटा बाँकी बच्यो, आज्ञात भूत र अभ्यस्त भूत। आज्ञात भूतमा धेरै सजिलो छ। एछ लाग्ने गर्छ, यो चाहिँ उमा लाग्ने गर्छ हैन। यो यति याद गरे पुग्यो क्या। ममा आफै बनाउन सक्नुहुन्छ। ममा एछु लाग्छ, हामीमा एछौ लाग्छ, यस्तै गरेर सब बनाउन सक्नुहुन्छ। जस्तै सुते छ एछ लगाएर। अभ्यस्त भूतमा नि धेरै सजिलो छ। थियो लाग्ने गर्छ उमा। जस्तै ममा थे लाग्ने गर्छ। यस्तै गरेर सबै मिलाउन सक्नुहुनेछ क्या। जस्तै पढ्थ्यो थियो लगाएर। यति गरिसकेपछि तपाईहरुलाई उदाहरण पनि हेर्नुपर्ने हुन्छ। उदाहरण हेरिसकेपछि तपाईहरु पुरै कन्फिडेन्ट हुनुहुन्छ। भिडियोमा चाहिँ यदि 100+ लाइक्स आयो भनेदेखि चाहिँ म अर्को भिडियो उदाहरणको बनाउने छु। त्यो भिडियो हेरिसकेपछि तपाईहरुलाई कुनै पनि डाउट बस्ने छैन र तपाईहरु पुरै कन्फिडेन्ट हुनुहुनेछ र तपाईहरु राम्रो स्कोर गर्नुहुनेछ। एसई र एसई जस्तै एनईबी यस्तो टाइपको कम्पिटिटिभ एक्जामहरुमा धेरै नै राम्रो स्कोर गर्न सक्नुहुनेछ र यस्तो कालको सम्पूर्ण क्वेशनहरु एटेम्प्ट गर्नुहुनेछ। धन्यवाद।